अलि अनौठो खालको छ हाम्रो कार्यक्रम। प्रमुख अतिथि सुरुमा बोल्ने है, किनभने तपाईँहरू उभिँदा उभिँदा तपाईँको खुट्टा गलेको छ भन्ने महसुस हुन्छ मलाई। वर्षौँ वर्ष आशामा होइन बाँचिरहेको नेपालीहरू को त्यो आशाको त्यो पर्खाइको पीडा बुझ्न सक्ने मान्छे हो म। त्यसो भएको कारणले अब यहाँहरू सबै 5-6 जनालाई बोल्न दिएर मैले बोल्दाखेरि तपाईँहरूलाई तपाईँको चाहिँ घन्टौँ उभिनु नपरोस् भनेर म बोल्नलाई आएको छु। र आज चाहिँ नि हाम्रो यो इलाम जिल्ला विस्तार तथा महाअभियान सभा भनेर चाहिँ नि उद्घोषका साथ सुरु भएको यो हाम्रो कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन आदरणीय महानुभावहरू, हाम्रो श्रम संस्कृति पार्टी भनेको चाहिँ ढुङ्गा बोक्ने समूह हो है। यो ठुल्ठुलो भाषण गर्ने, ठुल्ठुलो गफ लडाउने, चिल्लो चाप्लो बोल्ने, घन्टौँ घन्टा मान्छेलाई चाहिँ नि भनेर छक्कै पर्ने गरी आकाशको जुन तारा सबै देखाउने पार्टी होइन। यो चाहिँ हाम्रो के पार्टी अरे? ढुङ्गा बोक्ने। र यहाँ केन्द्रका मान्छेहरू भनेको नेता होइन। यहाँ नेता सेता केही पनि हुँदैन हाम्रोमा। म पनि नेता होइन, मैले नै बनाएको पार्टी, अरू त झन् नेता हुने कुरै भयो। अलि हाँसौँ न, हाँसेर सुरु गर्दा खुसी भइसक्यो। खुसी हुनु हो ठुलो होइन। त्यसो भएको कारणले गर्दाखेरि होइन, यो हाम्रो श्रम संस्कृति महाअभियानमा चाहिँ नेता हुँदैन। यहाँ बस्नेहरू नेता होइन, म पनि नेता होइन, त्यतातिर बस्ने नेता कोही पनि नेता छैन यो देशमा। सिर्फ हुन्छ त श्रमदाता हुन्छ। अब है, त्यो श्रमदाताहरूको अभियान हो यो श्रमदाताहरूको अभियानमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। इलाम जिल्लाका, यहाँ बजारका साथै अन्यत्रबाट पनि आउनुहुने, आफ्नो समय अमूल्य समय खर्चेर आउनुहुने आमा बुवा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी र जेन्जी सबैजनालाई हार्दिक सलाम।